पनि खानु पर्यो हैन किस्टी किस्टी पानी खाइसकिस् यहाँ बस यहाँ जुत्ता त खोलेरै अरु चाहिँ अब 2-3 घण्टा लाउँछ होला हामी त बेला सबै भरेर त्यहाँको भिडियो चाहिँ बनाउनु बिर्सिनु भयो त्यहाँको बिर्सेर मिस्टेक गर्नु भन्यो पानी छ नि यहाँ हामीले त यहाँ बनाउनु पर्ने थियो गल्ती गर्नुभयो माथि बाटो मर्दै यो चाहिँ ट्याङ्कर भयो मलाई मात्रै भिडियो गरिराख्नुहुन्छ त अझ 2081 सालको फागु पूर्णेको दिन बाँचिएको छ र पा हामीले रमाइलो गरिँदैछ हाम्रो फ्यामिली पिकनिकमा आइएको छ हाम्रो कर्णसोल्टी अनि मेरो जीवन सङ्गिनी मेरो आत्मीय प्यारो भाइ र मेरो मुटुको टुक्रा बुहारी र नाति नातिनाहरूसँग आइएको छ अर्को साल पनि यसै गरी हामी रमाइलो गर्दै बाँचिराखौँ भन्ने भगवानसँग प्रार्थना गर्छु फेरि पनि यस्तो दिनहरू आइराखौँ सबैलाई देश विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा 2081 को फागु पूर्णेको शुभकामना दिँदै हामी चाहिँ यसरी यस्तो चिजहरू खाएर चाहिँ हामीले रमाइलो गर्दैछौँ हजुरहरूले पनि यसै गरेर मनाउनु होला आफ्नो दुःख र पीडालाई सबै बिर्सेर है भयो कस्तो के भरे भाइ चाहिँ सबै दामी लाग्छ के अनि ठुलो चाहिँको र उसको आमाको चाहिँ फेरि मलाई अल्छी लाग्छ भाइ हेर्दाखेरि धेरै आएको के को मान्ने भयो आज होलीको उपलक्ष्यमा आज चाहिँ हामी सागमा गएको होइन ब्यालेन्समा हुँदैन मिटरमा झरेछ नानीको रक्सी आज होलीको उपलक्ष्यमा केराबारीको 9 नम्बर लाख भन्ने ठाउँमा आइएको छ साथी होइन गलत 1 नम्बर लेटाङ नहाल्नु यो नहालिने लेटाङलाई लाग्छ भिडियो चाहिँ नहाल्नु भनेको क्या होइन ठिक छ नि बिस्तारै बोल्दै जाउँला नि अब यहाँको दिन सुरु उहाँकोसम्म हुन्छ नि त यो त भिडियो उ गर्दै हाल्ने हो छाती मजाले पोल्दैछ हौ कलिन्छ क्या ढले 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 भनेर यो धेरै हाम्रो स्कुलको चार्जमा हालिरहेको छ यत्रो ठुलो हालेको छैन किन बजाउनु ल के आफैले लगाएको आइडिया पनि कति छ नि उसँग फेरि बत्तल खाने बत्तल खाने उता ठुलो बत्तल छ एक्सट्रिमले के खाने यस्तो बत्ता खाने बत्ताको यस्तो यो एक्सट्रिमले उता यो उताको एक्सट्रिमले यो दामी छ उठ्छु होला म यसको चाहिँ यो लुलु आफै आएर हेरौँ न म चाहिँ अलिक ठुलै राम्रो पोलेछ
राम्रै बोलेको छाला हो कि मासु हो? मासु सुँगुरको मासु खानुपर्ने नै त्यस्तै त पसीको त्यो खोल्नु हुँदैन त्यो के हुन्छ त्यो अनि त्यो खोल्दाखेरि त सबै नाङ्गै हुन्छ त लाज पो हुन्छ तँलाई कुन दिन हो? उड्दिन हो माथि गुवाबारीमा त्यही बेला बस्नुपर्छ कि यस्तो गरी बस्छ केले कोट्या छ भनेर कुकुर यस्तो गर्दै पेन्टेको छ 28,000 लगाएर के सुँगुरलाई मैले नै के अरे 26-27 भन्दा हेरेको थिएँ 28 लगाएको थिएँ काइँलाले उताइ नि पाहाडै पो गएको छ त कति मासु 4 केजी खोइ अनि खाइसक्यो आधी दाम सुजलेले दाम सक्यो आधी दामेको भित्र यहाँ कहिले पोलिसक्नु पकाइदिनु पर्यो करङको मासु छाला छाला छुट्याइदिएछ मासु मासु करङको मासु बसमा बस के त खालि मेरो चाहिँ खायो छोर चाहिँ कहाँ एउटा कति खाँदो रहेछ हौ बस एकचोटि बन्द जति खाकै हो नचल नै तिमीहरू तिमी जाऊ न काँदरे जाऊ ल पेरेममा पनि जाऊ होला अब तर म उस्तै साथी हो कि अनि के त नि ल तिमीहरू चुप लाग्छ न छ कि कान्छ चाहिँ त्यो अघि मैले हिजो